साथीहरु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको छानबिन आयोग संवैधानिक र प्रतिशोधको पोको भएको भन्दै त्यसलाई कुनै पनि मान्यता नदिने घोषणा गरेका छन्। राज्यका आफै स्थायी निकायहरू हुँदाहुँदै नयाँ अनुहारलाई जोगाएर आफू र रमेश लेखक जस्ता पुराना नेताहरूलाई मात्र फसाउने वा निशाना बनाउने नियतले यो आयोग ल्याएको दाबी गर्दै उनले त्यहाँ आफ्नो बयान र सम्पत्ति विवरण समेत नबुझाउने स्पष्ट पारेका छन्। साथीहरु, साथै 23 गतेको हत्याकाण्ड सत्ता पक्षकै आयोजनामा भएको र त्यसमा गोली कसले चलायो भन्ने अझै नखुलेको भन्दै ओलीले घटनाको समस्या प्रधानमन्त्री र गृहमन्त्री घटनास्थलमा नभएको विषयलाई लिएर उनीहरूको जवाफदेहीमाथि गम्भीर प्रश्न उठाएका छन्। साथीहरु, केपी ओली र रमेश लेखक जस्ता पुराना नेताहरूलाई मात्र छानेर फसाउने तथा नयाँ अनुहार र सेनालाई जोगाउने बदनियतले सरकारले यो असंवैधानिक र प्रतिशोधपूर्ण छानबिन आयोग बनाएको हुनाले आफूले यसलाई कुनै मान्यता नदिने र आफ्नो बयान वा सम्पत्ति विवरण समेत नबुझाउने घोषणा गरेका छन्। साथीहरु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले। तपाईहरुले के भन्नुहुन्छ त यस विषयमा?